हेलो गाइज, फेरि आइसकेछौँ हामी न्यू भिडियोमा। आज हामीहरूको ड्युरिङ क्लास छ होइन। यहाँ पुष्पकमल साथी पनि आइसकेको छ खतरा स्केल लिएर होइन। हामी यही स्केलले ड्युरिङ क्लास गर्छौँ होइन। अनि साथीको साइकल पनि बनिसक्यो। अनि एउटा साथी आउँदैछ, यो साथीको नाम खतरा छ हौ साथी। जाँदैछ त्यो साथी। तपाईँहरूलाई आज हामीहरू हेराइदिन्छौँ हामीहरू के भन्छ ड्युरिङ क्लास कसरी गर्छौँ होइन। यहाँ चाहिँ स्कुल पनि हेराइदिन्छु अनि क्लास पनि हेराइदिन्छु तपाईँहरूलाई। हाम्रो क्लास बसिसक्यो होइन साइकलमा साथीको। अब जाँदैछु स्कुल। ल अब स्कुल पुगेर यही चाहिँ स्कुल जाने बाटो हाम्रो। यहाँ एउटा साथी यहाँ आउँदैछ, खै तेरो चार्ट पेपर। यहाँ गाइज हामीहरू आइसके स्कुल होइन। यही स्कुल छ हाम्रो, 3rd फ्लोरको छ। तर हामीहरू 2nd फ्लोरमा मात्र बस्छौँ, त्यही क्लासमा पढ्छौँ होइन। उता छ पुष्पकमल साथी। ल यही छ हाम्रो स्कुलको फिल्ड बबाल छ नि है गाइज। यहाँ छ बच्चाहरू, हाई भन त सबैजना ल गाइज। यही छ हाम्रो क्लास। यही क्लासमा हामीहरू पढ्छौँ। बेन्च चाहिँ धेरै छ होइन, तर 5-6 जना मात्र हुन्छु। 2टा बेन्चमा मात्र बसेको हुन्छु। उता चाहिँ हामीहरूको बस्ने ठाउँ, उताबाट बब्बाल भ्युज हेराउँछ है। के भन्छ स्कुलको फिल्डको होइन। त्योबाट हेराइदिइरहेको छु किनकि मोबाइल अलाउड छैन। हेर्छ भने फेरि मोबाइल लिइहाल्छ। तपाईँ कसरी भिडियो बनाउने होइन। यहाँ साथी चाहिँ उता के गर्दैछ व्हाइट बोर्डमा। यही छ गाइज हामीहरूको स्कुल होइन। यहाँ 2nd फ्लोरमा हामीहरू बस्छौँ होइन, पढ्छौँ मतलब। अनि यता पनि बस्ने ठाउँ बब्बाल छैन। यताबाट चौडीको भ्युज बब्बाल हेराउँछ होइन। यता योहरू के भन्छ न्यु अहिले बन्दैछ, रेडी भएन। यहाँ चाहिँ यता पनि बस्ने ठाउँ छ होइन, तर हामीहरू उता बस्छौँ। यता केटीहरू बस्छ। अनि यता पनि घुम्ने ठाउँ छ हाम्रो के बब्बाल स्कुल छ नि हामीहरूको। यहीमा हामीहरू पढ्छौँ होइन। के भन्छ 3 वर्षसम्म अब यही बस्छु। सबैजना 6 जना मात्र हुन्छु कि आज चाहिँ के भन्छ 4 जना मात्र हुन्छु। 2 जना, एउटा साथी त गयो, निप साथी घरै गइसकेछ। अस्ति के भन्छ साथीको बल यहीमा हरायो। अझै हेराइदिइरहेको छु तपाईँहरूलाई होइन। यहाँ न्यू क्लासहरू बन्दैछ अहिले होइन, रेडी भयो होइन। यतापट्टि पनि बब्बाल छ है, खतरा कलेज छ हामीहरूको है। स्कुल कलेज के भनौँ दुइटै एउटै हो। खतरा भ्यू छ नि है। अझै माथि पनि छ, या अहिले बन्दैछ। यहाँ 3rd फ्लोर, यो लास्ट फ्लोर होइन। हो यो ठाउँ पनि बब्बाल छ, अहिले रेडी भएन केही न। पुरै भ्युज बब्बाल। म यता छु है, भिडियोलाई स्किप नगरिकै पुरै लास्टसम्म हेर्नु है। के भन्छ हामीहरू कसरी ड्युरिङ गर्छौँ, के लेख्छौँ, के बनाउँछौँ सबै हेराइदिन्छु। अहिले छतमाथि आइसकेको छु होइन गाइज। यहाँ ल है त गाइज, म फेरि के भन्छ छतमाथिबाट तल आइसकेको छु। यहाँ त सबै साथीहरू, इन्जिनियर साथीहरू, साथीको नाम चाहिँ बब्बाल छ है। तपाईँहरू पनि सुन्नु होला। यो नाम छ CRP। अनि यो सुरज साथी पनि आएको, साथीको नाम चाहिँ सुरज छ होइन। यतिजना नै हामी के भन्छ ड्युरिङ क्लास गर्छु हामीहरू। अब ड्युरिङ क्लासमा गएर पनि तपाईँहरूलाई ड्युरिङ क्लास पनि हेराइदिन्छु है, कसरी हामीहरू ड्युरिङ गर्छु, के गर्नुपर्छ। चुप्पे चाप्पे हाँसिरहेको यही छ हाम्रो पढ्ने क्लास। बेन्च चाहिँ धेरै छ होइन, तर के भन्छ 2वटा बेन्चमा मात्र बसेको हुन्छु। 3-4 जना मात्र हुन्छु। आज निप साथी पनि आएन, त्यो घरै गइसकेको छ। ल है त गाइज, अब तल गएर ड्युरिङ क्लासमा गएर भेट्छौँ ल है। ल गाइज, यहाँ यही छ हाम्रो ड्युरिङ क्लास रुम होइन। यही रुममा हामीहरू ड्युरिङ गर्छु। यहाँ छ पुष्पकमल साथीको ड्युरिङ गर्ने ठाउँ। अनि उता चाहिँ CRP साथीको, साथीको साइडमा छ सुरज साथीको। अनि मेरो चाहिँ यो चार्ट पेपरमा गर्नुपर्छ। यही चार्ट पेपरमा गर्नुपर्छ होइन। यसरी सेटअप लगाएर यसले हानेर। अनि यहाँ चाहिँ के भन्छ यो छ ठुलो स्केल। यो स्केलले लाइन तान्नुपर्छ चार्ट पेपरको साइडमा होइन। यहाँ साथी पुरै गन जस्तो स्केल छ है। मिला यस्तै योमा राखेर चार्ट पेपर। अब साइडमा टेप लगाएर होइन, साइडमा लाइन तान्ने होइन। यो स्केलले लाइन तान्ने साइडमा। अझै स्केलहरू छ है, अहिले नै बनाइहाल्छु भिडियो। फेरि चरायो भने कराउँछ, त्यही भएर। अझै स्केलहरू यहाँ छ है। उता चाहिँ साथीहरू यो के भन्छ टेबललाई मिलाउँदैछ होइन। CRP साथी अनि पुष्पकमल साथी। सुरज साथी चाहिँ हेरिरहेछ मात्र, अहिले झुटोले हेल्प गर्न गयो। हाम्रो पेन्सिल यहीले चिक गर्ने, लाइन हान्ने, के बनाउनलाई भन्छ सर, त्यही बनाउने। अनि तब तपाईँहरूलाई हेराउने ल। हेर्नु गाइज, पुष्पकमल साथीलाई यसरी नै लगाउनु पर्छ चार्ट पेपरलाई टेबलमा। सुरज साथी पनि हेल्प गर्न आएको छ कि त्यो आफ्नो लागि टेप लिन। हामीहरू सोचेको के भन्छ यहाँ यता आएर कम्प्युटर चलाउँछु, तर यता स्केल चलाउनु परिरहेको छ। अब के भन्छ 6 महिना गयो, 1 वर्षसम्म गर्नुपर्छ। अब 6 महिना सक्यो, 9 महिना बाँकी छ। तब कम्प्युटर ट्याक
ल है त गाइज चार्ट पेपर रेडी भइसकेको छ। सुरज साथीको पनि भइसक्यो, मेरो पनि भइसक्यो। पुष्पकमल साथी त लाइन तान्दैछ सबैभन्दा फास्ट। अनि सिआरबी साथीले अहिलेसम्म गरेको छैन, त्यो पनि गरिहाल्छ। यो साथी एक नम्बरको छ। एक दिन एक्सपेरिमेन्ट गर्यो तर बिग्रियो त्यसको, यता फुटेको छ। हेर्नु गाइज, अस्ति चाहिँ के भन्छ बियोस हुने एक्सपेरिमेन्ट गरेँ होइन, तर त्यो बिग्रिसक्यो के पुरै लडेर होइन, पुरै 2वटा टाका लागेको छ यो साथीलाई। हेर्नु गाइज, पुरै चिलमा हामीहरू ड्युरिङ गरिरहेको छु। त्यो साथी सिआरबी साथी पुरै गीत बजाएर खतरा गीत बजाएर तपाईँहरू पनि सुन्नु होला है। यस्तै हाम्रो लाइफ छ। फाइनली गाइज सबै रेडी भइसक्यो है। लाइन नाम साम सबै लेखाइसक्यो, सबै रेडी भइसक्यो। सिआरपी साथीहरूले लेख्दैछ। पुरै मस्त बब्बाल गीतहरू बजाएर सिआरपी साथीले पुरै चिल दिइरहेछ कि हामीलाई। ड्युरिङ गर्ने चिल बब्बाल पुरै चिल दिइरहेको छ मजाले। पुष्पकमल साथीले बाहिर गएको थियो, यहाँ उता सिआरपी साथीहरूले गर्दैछ, नाम लेख्दैछ स्कुलको। सुरज दोस्त मतलब सुरज साथी त घरबाट नै लेखेर आएको थियो। त्यो पुरै चिलमा बसिरहेको थियो, हामीलाई लेख्न पर्यो होइन। यता मैले पनि गरिसकेँ। यहाँ सबै रेडी भइसकेको छ। यहाँ पुष्पकमल साथीको पनि रेडी भइसकेको छ। अब सर आएर भन्छ के कस्तो बनाउनलाई त्यस्तो बनाउँछु। अनि के भन्छ बनाएपछि तब हेराइदिन्छु कि के बनाएको छ, कस्तो छ। ल है त गाइज, अब सर आउँछ त्यही भएर ल अब त्यो सबैमा बनाएर हेराइदिन्छु लास्टमा जाने बेला। ल है त गाइज, के भन्छ ड्युरिङ क्लास खतम भयो। टाउको थाल्यो धेरै। यहाँ चाहिँ पुष्पकमल साथी सबै राखिसक्यो। 40 मिनट भइसकेको छ। टाउको पनि दुख्न थालेछ। त्यो त्यही हेर्नु के गर्न परिरहेको छ। यहाँ इन्जिनियर धेरै गाह्रो हो, सोधिनुहोस् है। ल है त गाइज, अब जान्छु रुम। ल है त गाइज, सक्यो अब हाम्रो ड्युरिङ क्लास सक्यो। जाँदैछु अब रुम। त्यो 2टा साथी के भन्छ सिआरपी साथी सुरज साथी गइसक्यो गाइज। ल है त गाइज, आजको भिडियो सक्यो होइन। हेर्नु भयो नि इन्जिनियरहरूलाई के गर्नुपर्छ होइन। यो ड्युरिङ हेर्नु भयो नि कस्तो होइन। साथीहरू पनि गइसक्यो। अनि के भन्छ टाउको दुख्न थालेको थियो कि त्यो गर्दै त्यही भएर म फेस अनि कपालहरू धोइसक्यो है। ल त गाइज, भिडियो राम्रो लाग्यो भने भिडियोलाई एउटा लाइक अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला है। ल बाई गाइज।